गाइस गर्नु पर्यो हाम्रो निखिल उप्रेती सर जस्तै तर गुराँस चाहिँ खोइ गुराँस त यहाँ पो रहेछ साथीहरू चिप्लो चिप्लो छको म के गर्नु यहीँनिर घर बनाएर बस्नु मन लागिसक्यो मस्ट एन्ड ब्युटिफुल देख्न सक्नुहुन्छ वाउ घामै नलागेपछि घामको हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि हामी कहाँ जाँदैछौँ हामी जाँदैछौँ अब हिलै हुँदै माथि गुराँसे सो अहिले चाहिँ मैले एभोकाड बोक्नुपर्ने हुन्छ साथीहरू बाथरुमभित्र छ यहाँ एभोकाडको बिउ है यो चाहिँ यहाँ माथि पुऱ्याइदिनु पर्ने अब कति गरौँ साथीहरूले गरौँ छ गरौँ न गरौँ छ है मेरो लुगा सबै फोहोर हुन्छ साथीहरू एभोकाडको बिउ हालत त्यस्तो छ घुम्नु गएको अरे एभोकाडको बिउ बोकेर जान्छ कोही बिजोक रमाइलो छ साथीहरू सो अब चाहिँ हामी यहाँबाट जाँदैछौँ अनि एकछिन गाडी पर्खिन्छौँ होइन अनि गाडी पर्खेर यहाँदेखि चाहिँ बस स्ट्यान्ड जाने अनि बस स्ट्यान्डबाट चाहिँ सानो भेन चढेर जान्छौँ साथीहरू हेलो साथीहरू अब चाहिँ मैले यहाँनिर एभोकाडको बिउ राखिसकेँ होइन अनि सो म चाहिँ यहाँनिर सोधेर बसिरहेको थिएँ सोल्टी फुपा आइसक्नु भयो यहाँ चाहिँ नमस्ते साथीहरू टेम्पोहरू पर्खिँदा चाहिँ मेरो हात चाहिँ पसिना भइसक्यो होइन हामी यस्तो चर्को घाम छ है अनि साथीहरू लु फाइनली हाम्रो टेम्पो चाहिँ आइसक्यो है हाम्रो दाइ उहाँ चाहिँ ठ्याक्कै को जस्तो देख्नुहुन्छ साथीहरू गाइज गर्नु पर्यो हाम्रो निखिल उप्रेती सर जस्तै अनि साथीहरू मैले चाहिँ पहिला के उहाँलाई सुरुमा देख्दाखेरि होइन हिरो निखिल उप्रेती जस्तै लाग्थ्यो है अनि त्यस पछाडि म चाहिँ उहाँको फ्यान थिएँ त्यति बेला फ्यान होइन फ्यान थिएँ अनि दाइको फेस चाहिँ ठ्याक्कै मिल्छ कि साथीहरू कमेन्ट गर्नु ल मिल्यो कि मिलेन भनेर सो हामी चाहिँ अब जाँदैछौँ बस स्ट्यान्ड बाई बाई साथीहरू हामी चाहिँ अब बस पार्क आइसक्यो बस पार्क आएर पनि यहाँनिर थोरै काम छ साथीहरू होइन ब्याङ्कतिर सिद्धार्थको छेउमा आइपुग्यो साथीहरू हामी चाहिँ साथीहरू मेरो हालत त्यस्तो भयो ल दाइलाई धेरै धेरै धन्यवाद यहाँसम्म ल्याइदिनु भयो दाइलाई के भन्नु छ भ्लगमा फाइनली साथीहरू हामी बजार आइसक्यो बजार आएर त्यहाँनिर सिद्धार्थ ब्याङ्कमा गएको त्यहाँनिर यो उयो एटिएमै बिग्रेको रहेछ साथीहरू होइन उसको हामी चाहिँ जाँदैछौँ मैले माछा ब्याङ्कको एटिएममा घाम चाहिँ साथीहरू भन्नुहुन्छ भने धनकुटाको घाम यति चर्को छ साथीहरू यो घाममा चाहिँ हिँड्नु पनि सकिँदैन क्या छाता नउडिएर छाता उडेर हिँड्नुपर्ने अवस्था छ साथीहरू एकछिनमै पसिना यति साह्रो आउँछ गर्मी चाहिँ साथीहरू आजभोलि धनकुटामा पनि लास्टै गर्मी हुन थालेछ अनि यतातिर चाहिँ हाम्रो शनिबार चाहिँ उयो दोकानहरू चाहिँ बन्द हुने गर्छ साथीहरू कुनै खुल्ला हुन्छ होइन तर प्रायः हाम्रो चाहिँ यतातिर शनिबार बन्द हुन्छ साथीहरू अनि तपाईँहरू चाहिँ जहाँबाट मेरो भ्लग हेर्दै हुनुहुन्छ अनि तपाईँहरूकोतिर चाहिँ कहिले बन्द हुन्छ मलाई कमेन्ट गर्नु होला साथीहरू अब चाहिँ हाम्रो ब्याङ्कको काम सक्यो अनि हामी चाहिँ जाँदैछौँ अब गाडी भन्नको लागि होइन कपाल चाहिँ मेरो पुरै उठ्दैछ हावाले हामी चाहिँ झर्दैछौँ भड्याङ सिडी छ देख्न सक्नुहुन्छ हाम्रो बस पार्कको भ्यू चाहिँ यस्तो रहेछ साथीहरू धनकुटाको भ्यू बस पार्कको भ्यू अनि यहाँ रहेको छ सेकुवा कर्नर सो देख्न सक्नुहुन्छ साथीहरू आज शनिबार चाहिँ खासै गाडीहरू छैन होइन सक्नुहुन्छ साथीहरू अब चाहिँ हामी चाहिँ भेनमा जान्छौँ साथीहरू हिँड्दै होइन भन्न लागेको छौँ साथीहरू फाइनली हामीलाई चाहिँ भेटायौँ गाडी म चाहिँ कुरा मिल्दैछ साथीहरू सिट चाहिँ यस्तो छ साथीहरू
हामी चाहिँ गयौँ होइन गाडीभित्र चढ्यो अनि त्यस पछाडि यो चाहिँ यदि उल्टो भयो भने साथीहरू मेरो टाउको दुखेर म सक्दिनँ है। अहिले नै मेरो टाउको दुख्नु थालिसक्यो। यो के गर्नु सक्यो भेनतिर म चाहिँ अनि त्यही भएर चाहिँ टाउको दुखिहाल्छ। घुममा चाहिँ मलाई पर्नु हुँदैन साथीहरू। ल तपाईँलाई कस्तो लाग्छ भेनमा भन्नु? मलाई त झन् एकदम नाच्छ साथीहरू, तर पनि म अब कन्ट्रोल गरेर हिँड्नु पर्यो साथी नजानेर। अब ट्राभल गर्दा गर्दा हल्का बानी हो कि जस्तो चाहिँ भइरहेछ र पनि टाउको चाहिँ घर आएर चाहिँ भरै भक्कुने दुख्छ। अगाडि बस्दा हुन्छ दाइ? हुन्छ अनि बसौँ अगाडि? 2 जना आँट्छ साथीहरू। अगाडि बस्न लाग्यो मेरो साथीहरू। साथीहरू अब चाहिँ हामी यहाँबाट साथीहरू हामी चाहिँ जाँदैछौँ। अब यस्तो हावा खाँदै आज चाहिँ साथीहरू धनकुटाको अवस्था चाहिँ यस्तै हो साथीहरू। घाम लाग्ने पातल लाग्ने है, एकछिनमा पानी पर्ला जस्तो हुन्छ, एकछिनमा घाम लाग्ला जस्तो हुन्छ। सो अहिले चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू यस्तै छ। फाइनली साथीहरू हामी चाहिँ ओर्लिसक्यौँ गाडीबाट। अब हामी यहाँबाट गुराँसी जाँदैछौँ टेम्पो चढेर। टेम्पोको भाडा चाहिँ 150 कस्तो रहेछ धेरै ठाउँ परेन चाहिँ साथीहरू। सो हेर्न सक्नुहुन्छ है साथीहरू। यताको मौसम चाहिँ यस्तै हुन्छ, चिसो चिसो होइन। जति माथि गयो त्यति नै चिसो हुने हो साथीहरू। टेम्पो चाहिँ कुरो कम। एउटा ब्लगरले चाहिँ यहाँ सक्नु आँट्यो साथीहरू, यहाँनिर हेरेर तर्सिनुहुन्छ। सो साथीहरू त्यस्तो सक्नुहुन्छ यताको भ्यू। हामी टेम्पो चढिसकेको अनि यहाँ हेर्नु सक्नुहुन्छ साथीहरू। मौसम चाहिँ यस्तै छ साथीहरू। साथीहरू फाइनली हामी आइसक्यौँ गुराँसी हो। मौसम चाहिँ यति शीतल आनन्द वा तर मेरो कपालको हालत चाहिँ आज चुडेलभन्दा कम देखेको छैन साथीहरू मलाई होइन। पुरै चुडेल भइरहेको छु म आज। कपाल उडाएर है देख्न सक्नुहुन्छ। यहाँको एरिया आउट एरियाहरू एकदम राम्रो छ। उतापट्टितिर चाहिँ छाताहरू उयो गरेको छ होइन। अब हामी जानु लागेको ठाउँ चाहिँ यहाँनिर हो साथीहरू। सोल्टी कस्तो लाग्यो ठाउँ? राम्रो छ। तपाईँलाई कस्तो लाग्यो? चिसो छ है साथीहरू। ठाउँ चाहिँ एकदम यस्तै हो साथीहरू। अब चाहिँ यहाँ यतिको चिसो छ है, यहाँभन्दा अझै माथि गयो भने झन् चिसो हुन्छ। खोइ त साथीहरू गुराँसी आयौँ, गुराँसी नै छैन त नि। अन्त यस्तो त भएन नि त यो गुराँसी। तर गुराँस खोइ वेयर इज गुराँस? ओहो यहाँबाट भ्यू हेर्नु चाहिँ एकदम रमाइलो हुने रहेछ साथीहरू। तर गुराँस छैन नि त नि। खोइ गुराँस खोइ गुराँसी खोइ। ए गुराँसी आएको होइन खोइ गुराँसी। ए गुराँसी त यहाँ पो रहेछ। गुराँस त यहाँ पो रहेछ साथीहरू। ल ब्युटिफुल छ है साथीहरू एकदमै। यहाँदेखि भ्यू हेर्न चाहिँ एकदम रमाइलो भइरहेछ साथीहरू। देख्न सक्नुहुन्छ। अनि मेरो चाहिँ कपाल लिएर पुरै चुडेल मिलाएर छ मलाई चाहिँ। पक्कै पनि म चुडेल देखेको छैन। गुराँसी जाने मन थियो तर सोल्टी गुराँस खोइ? रोप्नुपर्छ। Where is गुराँस? गुराँस त कहाँ छ भने त त्यहाँ बोर्डमा पो रहेछ। हाम्रो यहाँ सानो मान्छे अगाडि पुरा सानो मान्छे भएर कहाँ अगाडि हिँड्यो हो। आइपुग्यो यतै यता होला नि। फर्स्ट टाइम हो साथीहरू। अरू बेला चाहिँ हामी हातमा देख्न सक्नु। ए कता हो कता हो साथीहरू? रङ बाटोमा आइपुग्यो हो। यहाँ यहीँबाट रहेछ साथीहरू। यतै रहेछ बाटो चाहिँ। सानो मान्छेलाई हिँड्नु पनि कति सजिलो क्या साथीहरू। हेर्ने यहाँ टुकु अघि माथि पुगिसक्यो। अनि यहाँ हाम्रो सोल्टी पछाडि
बिचमा अनि ठाउँहरू चाहिँ एकदम राम्रो लाग्यो वाउ यो घर पनि राम्रो लाग्यो साथी ओहो मलाई नि यसरी नै बनाउनु मन छ नि साथीहरू वरिपरि है देख्न सक्नुहुन्छ साथीहरू लु फाइनली साथीहरू हामी चाहिँ आइसक्यौँ यो बगानको ठाउँमा है साथी गुराँसे तर खोइ गुराँसे हो यस गुराँस यसो त भएन है साथीहरू यो गुराँसे भनेपछि चाहिँ गुराँस पनि हुनु पऱ्यो यहाँनिर खोइ गुराँसको त केही पनि नाम निशान छैन त साथीहरू नाम मात्रै होइन क्या साथीहरू गुराँस पनि हुनु पऱ्यो लु यहाँ चाहिँ हाम्रो फोटोसुट हुँदैछ है पापा कि परीको पापा कि परी मलाई चाहिँ फोटो खिच्न साह्रै इन्ट्रेस्ट लाग्दैन साथीहरू है फोटो खिचेर पनि फेरि हाल्नु मन लाग्दैन कि म चाहिँ त्यस्तो खालको मान्छे परेँ मलाई चाहिँ त्यही पातर बोल्नु मात्रै आउँछ साथीहरू त्यो यहाँ तल हेर्नु सक्नुहुन्छ साथीहरू ओहो वाह यति राम्रो ठाउँ छ साथीहरू यति राम्रो हाई हाई पेटमर्कै साथीहरू ठाउँ चाहिँ एकदमै रमाइलो एकदम रमाइलो छ म चाहिँ झनै लडेँ है यतातिर गएँ सो यहाँ चाहिँ एकदमै राम्रो ठाउँ छ यो मान्छेहरूमा भिडियो बनाइदिन्छ न कन्टेन्ट छ न के छ म कसरी बनाइदिनु होइन साथीहरू सो यो चाहिँ के हो थाहा छैन होइन यस्तो खिकिरहेछ एकदम मस्ट एन्ड ब्युटिफुल देख्न सक्नुहुन्छ वाउ सर त्यहाँ माथिदेखि लिएर यहाँसम्म चाहिँ एकदमै राम्रो लाग्यो अनि मैले चाहिँ खासै मलाई फोटो खिच्न चाहिँ मन लाग्दैन है तर एउटा भिडियो चाहिँ बनाइदिन्छु हावा तालमा बनाएँ बसेँ है घाम लाग्ला जस्तो पनि छ पानी पर्ला जस्तो पनि छ यो के हो मौसम साथीहरू मलाई थाहा छैन सो देख्न सक्नुहुन्छ घाम कता गयो घामै नलागेपछि घामको के घाम होइन साथीहरू म चाहिँ यहाँनिर उद्धार कार्यक्रम सुरु गर्दैछु साथीहरू अब जुका कति छिरिसक्यो अब हालत यस्तो छ घुम्नु आउने मान्छेको चाहिँ साथी गाइजहरू यस्तो गाडीभित्र यहाँ हेर्न सक्नुहुन्छ मेरो हालत यस्तो नै गयो साथीहरू मरिगयो साथीहरू म चाहिँ एकछिन मेरो रियाक्सन त पुरा उयो भइगयो होइन हेर्नु चिप्लो छ क्या सबै चिप्लो छको म के गर्नु मलाई चाहिँ नै यहाँभित्र जानु मन लाग्यो नि त कस्तो हुँदो रहेछ भनेर अनि मैले चाहिँ देखिहालेँ साथीहरू कस्तो हुन्छ भन्ने कुरा मेरो चाहिँ एक साइडमा ढाडै दुख्यो कि तर जुगा पनि होला साथीहरू ला मेरो पेनभित्र अनि तपाईँहरू यहाँदेखि भ्यू लिन सक्नुहुन्छ तल म चाहिँ यहाँबाट लिन मन थियो अब म त्यहाँ चाहिँ गइनँ मेरो खुट्टा नै यति गाडिएको रहेछ साथीहरू सो मेरो जुत्ताको हालत त ला यस्तो भइसक्यो म कसरी जानु धोजे डाँडा जानु बाँकी नै छ साथीहरू वाउ यति राम्रो सुन्दर छ नि साथीहरू मलाई यहीँनिर घर बनाएर बस्नु मन लागिसक्यो त्यो तपाईँहरूले साथीहरू युट्युबमा देख्नु भएको थिएन त्यो नरिवलको बोटमा जुन घर बनाएर बसेको छ नि त्यस्तै घर बनाएर बस्नु मन लाग्यो कि साथीहरू मलाई पनि यहाँनिर पुरा होइन खुल्ला एरियामा यस्तो राम्रो ठाउँ छ साथीहरू तपाईँहरू पनि आउन सक्नुहुनेछ अनि हाम्रो परमेश्वरले दिनुभएको कुराहरू चाहिँ साथीहरू यति राम्रो छ यति सुन्दर छ है यही मनन गरेर बसिराख्नु जस्तो लाग्छ है हेर्न सक्नुहुन्छ साथीहरू
प्रकृतिलाई त यति सुन्दर सृष्टि गर्नुभएको छ भने साथीहरू हामीलाई कति सुन्दर सृष्टि गर्नुभएको होला कि प्रभुलाई चाहिँ यो कुरामा हामीले धन्यवाद दिनुपर्छ अनि हामी धन्यवादी हुनुपर्छ यो कुरामा है। उहाँको सृष्टि चाहिँ एकदमै सुन्दर छ है। अनि आफूले पाएको कुरामा चाहिँ कहिले पनि हामी घमण्ड गर्नु हुँदैन है। म चाहिँ नराम्रो छु तिमी चाहिँ राम्रो छौ भन्ने कुरामा हामी जानु हुँदैन। परमेश्वरले जस्तो बनाउनु भएको छ त्यो चाहिँ एकदमै राम्रो छ साथीहरू। सो उहाँलाई धेरै धेरै धन्यवाद र हाम्रो परमेश्वरलाई महिमा भएको होस्। साथीहरू मेरो चाहिँ यो हातै गल्यो कि अब चाहिँ उताभित्र कति मजाले पछाडिहालेँ है। पेन पनि यस्तो भइगयो। ओहो गजब रमाइलो भयो साथीहरू आज चाहिँ। साथीहरू फोटोसुटको अन्तिम चरणमा चाहिँ मैले चस्मा लगाएर पनि फोटो खिचेँ। साथीहरू कस्तो देखिरहेको छ कमेन्ट गर्नु। फेरि दाइले नराम्रो कमेन्ट चाहिँ गर्ने होइन नि फेरि। साथीहरू भिडियो हेर्दै गर्नु होला। हस् आजको मोमेन्ट चाहिँ यस्तै रह्यो। मलाई चाहिँ चस्मा लगाउन आउँदैन साथीहरू त्यही भएर म चस्मा लगाउँदिनँ। सो कहिले भएको नि साथीहरू। साथीहरू अब चाहिँ हाम्रो फोटोसुट अब भएर अब हामी चाहिँ यहाँबाट निस्क्यौँ। अब हामी यहाँबाट चाहिँ जाँदैछौँ घरतर्फ। अनि यहाँनिर छ मेरो ब्यागी। ए तिमीलाई निन्दा लाग्यो? मेरो ब्यागी नै हो त्यो त। साथीहरू अब हामी यहाँबाट निस्क्यौँ। तर यो ठाउँले चाहिँ मलाई यस्तो उयो दिएर गएको छ होइन। यस्तो राम्रो छाप दिइरहेको छ मलाई कहिले नबिर्सिनु गरी। सो हेर्न सक्नुहुन्छ क्रिसमस ट्रीहरू चाहिँ यस्तो राम्रो राम्रो छ है। तब हामी चाहिँ गयौँ क्याम्पबाट ओर्लिसक्यौँ। अनि हामी चाहिँ अब यहाँनिर सुब्बा सरको सेकुवा खान जाँदैछौँ। फेमस सेकुवा मलाई पनि थाहा छैन तर फर्स्ट टाइम हो त्यही भएर कता हो मलाई थाहा छैन। सो हामी चाहिँ अब आइसक्यौँ खाजा खानको लागि क्लिक गरेर फोटोसोटो खिचेर टिकटक बनाएर हामी चाहिँ आइसक्यौँ। सेकुवा कर्नरतिर जाँदैछौँ साथीहरू। सो त्यहाँको भ्यूमा तपाईँलाई देखाउँछु कस्तो रहेछ होइन। हो यहीँबाट देखेर मलाई जम लागिसक्यो। तर ठाउँ चाहिँ यस्तै हो साथीहरू। चिसो मौसम चाहिँ उस्तै नै हुन्छ होइन। अहिले पनि त्यस्तै छ हेर्न सक्नुहुन्छ। अनि देख्न सक्नुहुन्छ सेकुवा सायद त्यही होला। त्यही हो कहाँ उयो चाहिँ हो। अब चाहिँ साथीहरू हामी जाँदैछौँ सेकुवा खानको लागि। सुब्बा सेकुवा कर्नर त्यहाँ लेखेको रहेछ। फेमस ठाउँमा चाहिँ हामी जाँदैछौँ साथीहरू। अब चाहिँ हामी आइसक्यौँ भित्र। छ यताको भ्यू कहाँ बस्ने। सो साथीहरू हामी आइसकेको छौँ। तर वाट इज दिस कस्तो छ भने फेरि यहाँको सेकुवा मेरो चाहिँ हो फर्स्ट टाइम। हेलो साथीहरू अब चाहिँ हाम्रो खाजा आइसकेको छ। चटपटै मेरो यो चटपटै खाँदैछौँ साथीहरू। कस्तो छ पोल्ट्री चटपटै ट्राई गर्नु। कस्तो लाग्यो त छोरीलाई आज गुराँसे? ठिकै लाग्यो। ठिकै हजुर गुराँसे चाहिँ मलाई कस्तो लाग्यो होइन। गुराँसे चाहिँ मलाई ठाउँ चाहिँ राम्रो छ होइन। तर जसले बनाउनुको लागि चाहिँ एकदम राम्रो हो। अब फेरि हाम्रो खाजा आइसकेको छ सेकुवा। साथीहरू हामी चाहिँ सेकुवा खाएर निस्किसक्यौँ। अब चाहिँ हामी जाँदैछौँ थुक्पा खानको लागि। त्यो यहाँ कहाँ छ अरे फेभरेट सोल्टीलाई थाहा छ होइन। म चाहिँ यस्तो यतातिर आए पनि यतातिर चाहिँ खाजा कहिले खाएको थिएँ होइन। सो आज फर्स्ट टाइम हो मिठो लाग्यो। अनि अब हामी जाँदैछौँ थुक्पा खाना। कहाँनिर छ अरे सोल्टी? आया मैले यतोमा चाहिँ बिहान पर्छ साथीहरू। अब चाहिँ हामी जाँदैछौँ थुक्पा खानको लागि।
हेलो साथीहरू, अब चाहिँ हाम्रो यात्रा यहीँसम्म छ। अब हाम्रो चाहिँ आज घुमघाम यही सकेर अब चाहिँ साथीहरू हामी घर फर्किँदैछौँ। हामी गाडी चढिसक्यौँ। अब बाई बाई हिले। देख्न सक्नुहुन्छ यो तोङबाचोक। यहाँ त हामीले फोटो खिच्नै बिर्स्यौँ क्या साथीहरू। गुराँसमा फोटो खिचेर आयौँ होइन, मेन हिले आएर हिलेको तोङबाचोकमा चाहिँ फोटो नखिचिजाइदिउँ क्या साथीहरू। तर केही फरक पर्दैन, पहिला पहिला पनि खिचेको छ होइन। सो अब चाहिँ हामी जाँदैछौँ। हाम्रो सोल्टीको सपिङ पनि भयो अलिअलि होइन। अब चाहिँ हामी सकिँदैछौँ साथीहरू। अनि मेरो चाहिँ डेन्टल पुग्नुपर्ने छ क्या, 4 बजी आउँछु भनेको थिएँ साथी। 4 त बज्न लागिसक्यो। अनि म चाहिँ आत्तिरहेको छु पुरै। सोल्टीलाई पनि छिटो चाहिँ घर जानुपर्नेछ होइन। हेर्दै गर्नु ल भ्लग। अनि चाहिँ म हेलो एभ्रिवान, फाइनली हामी चाहिँ माथिबाट घुमेर धनकुटा आइसकेको छौँ। धनकुटा आएर पनि मेरो दाँत बनाएर पनि हामी चाहिँ घर फर्किँदैछौँ साथीहरू। अब चाहिँ भने साथीहरू म घर आइसकेँ। अनि घर आएर चाहिँ एकछिन बसेँ। यति धेरै गर्मी थियो है, घामले यति साह्रो गर्मीले गर्दाखेरि मेरो चाहिँ फेसभरि पसिना नै पसिना भइसकेको थियो। अनि थ्याङ्क यू सो मच फर वाचिङ। मेरो भिडियो हेरेर इन्जोय गर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। र यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्। बाई बाई साथीहरू।